18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AMECRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 AME CRJ 7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 एएमई CRJ-7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 एएमई CRJ-7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ। 9 एएमई CRJ-7 विमान आज बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित 19 जना थिए। विमानमा क्याप्टेन मनिष साक्य थिए। साक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामङ्गलस्थित KMC अस्पतालमा लगिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा 18 जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 18 जनाको मृत्यु र 1 जना घाइते भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई 18 शव सङ्कलन गरिएको उल्लेख छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। मा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए।
सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ।
विमानमा क्याप्टेन मणिरत्न साक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मणिरत्न साक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मणिरत्न साक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मणिरत्न साक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मणिरत्न साक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मणिरत्न साक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मणिरत्न साक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ।
आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय
मैले यहाँ सबै गर्छु आउँछ होला सुन्दैन लाग्दो घटना भएको पनि यहाँ हामीले एक दर्जनभन्दा बढी शवहरू भेटेको छौँ भने अझै पनि शवहरू उद्धार गर्ने क्रम जारी छ र यहाँ नेपाली सेना साथै अन्य संयोजकहरूका साथै यहाँ उद्धार गर्ने काम जारी नै रहेको छ र विमानस्थलमा हामीले जानकारी पाएअनुसार विमानस्थलभित्र रहेका यात्रु तथा पाइलटहरू पनि पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। त्यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। त्यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ 7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11:11 जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। त्यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरण रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्राधिकरणका अनुसार CRJ-7 रजिस्ट्रेसन 9 NAME जहाज बिहान 11 बजेर 11 मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा 18 जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै पाइलट मनी सडकमा शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ। विमानमा क्याप्टेन मनी सडकमा शाक्य घाइते र को पाइलट सुशान्त कटुवाल रहेका थिए। सुशान्तको मृत्यु भएको छ। विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ। आरिफ भने यमनका विदेशी नागरिक हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको जहाज उडाएका थिए उनको भने जीवित उद्धार भएको छ र पाइलटको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको हामी जानकारी प्राप्त गरेका छौँ। ठुलो सङ्ख्यामा यहाँ स्थानीयहरू यो घटनापछि यहाँको अवस्था हेर्नका लागि यसरी उपस्थित भएका छन्।
होइन छ त्यहाँ कतै होला भर्खर ल्याऊ टिप्पणीहरू
चाहिँ आउँछ होला सुन्दा बहाली लाग्दो घटना भएको छ भने यहाँ हामीले एक दर्जनभन्दा बढी शव देखेको छौँ भने अझै पनि शवहरूको उद्धार गर्ने क्रम जारी छ र यहाँ नेपाली सेना साथसाथै अन्य संयोजकहरूका साथै यहाँ उद्धार गर्ने काम जारी नै रहेको छ र विमानस्थलमा हामीले जानकारी पाएअनुसार विमानस्थलभित्र भएका यात्रु तथा पाइलटहरू जहाज उडाएका थिए उनको भने जीवित उद्धार भएको छ र पाइलटको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको हामी जानकारी प्राप्त गरेका छौँ। ठुलो सङ्ख्यामा यहाँ स्थानीयहरू यो घटनापछि यहाँको अवस्था हेर्नका लागि यसरी उपस्थित भएका छन्।
होइन छ त्यहाँ कतै होला भर्खरै ल्याऊ गाडी